हेलो गुड मर्निङ। आज 25 तारिक 3 महिना 2025 डेलो पार्कमा आएको छु। आज एकदमै राम्रो दिन भएको छ अनि कञ्चनजङ्घा पनि एकदमै राम्रो क्लियर देखिरहेको छ। आज धेरै महिना नै भनौँ त्यसरी पुरा क्लियर भएको थिएन वेदर, अलिअलि क्लियर हुँदै फेरि मधुर हुँदै थियो अनि आज एकदम राम्रो भएको छ। प्याराग्लाइडिङहरू भइरहेछ। म चाहिँ यहाँ फादरहरूलाई लिएर आएको छु आज। फादर अनि फादरको गेस्टहरूलाई। यो चाहिँ डेलो मेन यो रिसोर्ट हो, टुरिस्ट लज। अनि यो चाहिँ डेलो पार्क। यहाँ चाहिँ तपाईँको हर्स राइडिङहरू पनि हुन्छ यो जग्गामा चाहिँ। अनि यस्तो छ वेदर चाहिँ एकदम क्लियर छ। घुम्न आउने गेस्टहरू धेरै छन् आज। लज आज यस्तो देख्दैछ कञ्चनजङ्घा चाहिँ तपाईँलाई देखाउँछु। पछाडिपट्टिको भ्यू एकदम राम्रो क्लियर आइरहेको छ। क्लियर देखिरहेको छ तपाईँको रेन्ज कञ्चनजङ्घाको। हेलो, अहिले चाहिँ म साइन्स सेन्टरमा छु कालिम्पोङको। अनि यहाँबाट जस्ट 3D सो हेरेर चाहिँ निक्लेको। अनि यो चाहिँ साइन्स सेन्टरको पार्क हो। अनि यहाँनिर धेरै भित्रपट्टि यो बिल्डिङको भित्रपट्टि साइन्सका एक्जिबिसनका कुरा राखिएको छ। अनि यो चाहिँ पार्क हो, मेन साइन्स सिटी पार्क। यो चाहिँ जेलो जस्तै छ अनि एकदमै रमाइलो र खुल्ला भएको छ आज दिन। अनि मान्छेहरू पनि धेरै आएको छ। अनि यहाँबाट यो बिल्डिङको माथिबाट कञ्चनजङ्घा पनि देखिरहेको छ। आज कञ्चनजङ्घा त पुरा ठुलो एकदमै दामी रेन्ज छ कञ्चनजङ्घाको। यो साइन्सकै कतिवटा कुरा यहाँ सजाएर राखेको छ। अनि एकदमै सुन्दर जग्गामा यो साइन्स सेन्टर बनिएको छ। एकदमै राम्रो दिन क्लियर भयो नि, घामहरू लाग्यो भने यो एकदमै दामी छ यहाँ बस्नुको लागि। एकदमै शीतल हावा, एकदम शान्त वातावरणले भरिएको ठाउँ छ। तपाईँहरूले यहाँ आएर यो पार्कमा घुम्दै शीतल हावा खाँदै तपाईँले यो पार्कको मजा लिन सक्नुहुन्छ। त्यस्तो छ। अनि यहाँनिर धेरै कुराहरू छ, साइन्सका एक्जिबिसनका कुराहरू। अनि यहाँनिर राखिएको छ। अनि एकदमै वेदर चाहिँ खुल्ला छ। अनि यहाँनिर गेस्टहरू जो उनीहरू छुट्टी लिएर यहाँ कालिम्पोङ घुम्न आएका हुन्छन् उनीहरू यहाँनिर घुमिरहेको छ, मजा लिइरहेको छ। अनि यो जुन चाहिँ फुल छ यो सिजनल फुल हो। यसलाई इजिलिया भनिन्छौँ हामी। यसको अरू नाम पनि होला सायद, हामी चाहिँ इजिलिया भनेर चिन्छ। अनि यो पनि फुल्दाखेरि एकदमै राम्रो र रमाइलो देखिन्छ। यो डाइनोसरको स्ट्याचुहरू बनाएको छ यहाँ है। अनि पार्कहरू हो पुरै। प्रत्येक कुराको यो एउटा एज अ इक्जाम
इक्जाम्पल के गर्दा के हुन्छ भन्ने कुराहरू यहाँ साइन्सको दर्शाएको छ। अनि हेलो गाइस, म चाहिँ फिलहाल अहिले साइन्स सेन्टर पार्कमा छु। अनि यो चाहिँ एउटा कालिम्पोङको टुरिस्ट स्पट हो जहाँनिर बाहिरबाट आउने पर्यटकहरू यहाँ आएर मनोरञ्जन लिने गर्छ। यो जग्गाको, यो ठाउँको, यो वेदरको अनि एकदमै सुन्दर अनि शान्त ठाउँ छ यो। कालिम्पोङ साइन्स सिटी पार्क भनेर चिनिने गर्छ यो जग्गालाई। अनि यहाँ साइन्सका धेरै एक्जिबिसनका कुराहरू राखिएको छ, जुन नर्मल मान्छेले हतपत बुझ्न पनि सक्दैन। त्यो चाहिँ एकदम साइन्स स्टुडेन्टहरूले मात्रै प्रायः त्यसलाई बुझ्ने गर्छ। अनि त्यो कुराहरू छ यहाँनिर, त्यो कुराहरूको मनोरञ्जन लिन सक्नुहुन्छ यहाँ आएर। अनि यो चाहिँ अनि पहिलाको जुन यो संसारमा पहिला यो डाइनोसर्सहरू भन्ने जन्तुहरू थिए, जुन कुरा अब अहिले विलुप्त हुँदै गइरहेको छ, हराउँदै गइरहेको छ यो ठाउँदेखि, यो जग्गादेखि, यो संसारदेखि नै भनौँ है। अनि त्यो कुराहरूलाई यहाँ दर्शाउन खोजिएको छ यो जग्गामा, कालिम्पोङको साइन्स सिटी पार्कमा। अनि प्रायः साइन्स सिटी पार्कहरू जहाँ पनि हुन्छ यस्ता कुराहरू दर्शाउने गरिएको हुन्छ। अनि यहाँ पनि यो कालिम्पोङको सानो ठाउँमा, यो डेलोको साइन्स सिटी भन्ने ठाउँमा, यो पार्कमा यो कुराहरू दर्शाइएको छ। अनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ। एक नम्बर त यहाँको वेदर एकदमै शीतल अनि शान्त छ। अनि घाम लागेको बेलामा एकदमै रमाइलो हुन्छ। अनि धेरै मान्छेहरू, पर्यटकहरू आउने गर्छ। यो डेलोको ठिक अलिकति अगाडि यो छ साइन्स सिटी पार्क। अनि यो मन्डे चाहिँ क्लोज हुन्छ। अनि बाँकी दिन चाहिँ तपाईँहरूले आएर मजाले यहाँनिर यो ठाउँमा आएर टाइम स्पेन्ड गर्न सक्नुहुन्छ।